हेलो फेरि पनि स्वागत छ हाम्रो च्यानलमा। आज चाहिँ हामी घुम्नको लागि ललितपुर जावलाखेल जू जाने निर्णय गर्यौँ अनि हामी निस्क्यौँ ट्याक्सीमा बसेर। मम्मी र म, अगाडिपट्टि चाहिँ भाइ छ। मम्मीलाई चाहिँ मैले हाई भन्नु, मम्मी भन्छ, मम्मीले हाई भन्नुभयो। अनि म चाहिँ रोमालाई पनि भनै भनेर त्यसलाई देखाएँ अनि त्यसले पनि मुस्क हाँस्दै हाई भन्यो। अनि त्यस पछाडि म चाहिँ यता छ्यारबाटै हेर्दै मोमेन्टहरू इन्जोय गरिराखेको थिएँ। सोचिराखेको थिएँ कति बेला पुगिन्छ भनेर। सोच्दै म त भुसुक्कै निदाएछु नि। मम्मीले त खुसिक्क पारेर फोटो खिच्नु भएको रहेछ। अनि त्यस पछाडि फेरि मैले पछि फेरि उठेर भिडियो बनाएँ। अनि हामी जाँदै थियौँ पुगेको थिएँ होइन। अनि अझै पनि टाढा नै थियो, जाँदै थियौँ हामी ललितपुरको बाटोतिरबाट भल्कु हुँदै निस्किँदै थियौँ। रमाइलो नै भइरहेको थियो। अनि मम्मी कस्तो लागिरहेछ भन्दै मम्मीलाई म भिडियो देखाइरहेको थिएँ। अनि मम्मी खुसी नै हुनुभएको थियो। राम्री भएर वानपिस लगाएर मक्क पर्दै हुनुहुन्थ्यो मम्मी चाहिँ। अनि त्यस पछाडि फेरि रोड देखाउँदै बाटोमा तर कोही मान्छे थिएन नै खासै। यो पछाडिपट्टिको गल्लीमा चाहिँ राम्रोसँगै खाली नै थियो। म वाक्क दिक्क प्याक्क भएर फेरि पनि आफूलाई भिडियो चस्मा लगाइ मैले अलि पोज दिँदै भिडियो बनाइराखेको थिएँ। अनि एकछिनपछि मैले 2 इसारा पनि गरेँ। तर के गर्नु, बोर यति भयो कि अझै पुगेन। फाइनल्ली हामी पुग्यौँ जुमा। जहिले टिकट काटेर हामी भित्र पसिसकेपछि स्टार्ट भयो हाम्रो यात्रा। कताबाट जाने भन्ने कुरो मेसो नपाएर ल हिँड्दै गरौँ, जताबाट हुन्छ त्यतैबाट पसौँला भन्दै निस्क्यौँ हामी। अनि भाइ र मम्मी चाहिँ अगाडि लाग्दै के पढ्दै हुनुहुन्थ्यो। त्यो शालिगमा लेखेको थियो पनि के थियो मैले चाहिँ हेरिनँ। मैले चाहिँ ओन्ली भिडियो मात्रै खिचेँ। सन्ध्याकालीन चिडियाखानामा स्वागत छ भनेको थियो। सन्ध्याकालीन त भएको थिएन, तर बेलुका पखको इन्भाइरोमेन्टको लागि होला। अनि त्यस पछाडि फेरि हाम्रो यो शालिगमा लेखेको के थियो भाइ र मम्मीले पढ्नुभयो। अनि त्यस पछाडि अझै हामी हेर्दै निस्क्यौँ। अनि यहाँको फाउन्टेन चाहिँ कस्तो मजाको थियो कि कस्तो मजाले माथिदेखिबाट झरिराखेको थियो। एकदम रमाइलो इन्भाइरोमेन्ट थियो। त्यहाँ चाहिँ हामीले मस्त मजाले भिडियोहरू फोटोहरू खिच्यौँ। अनि मम्मीलाई मम्मी साइडबाट हिँड्नु न कस्तो राम्रो देखिरहेछ भने। अनि मम्मीले पख पहिला हामी यो गोही हेरिहालौँ न भन्नुभयो। अनि हामी त्यस पछाडि गोही हेर्न थाल्यौँ। हेर त गोही कस्तो मजाले बसिराखेको। अनि त्यसपछि फेरि आयौँ हामी फाउन्टेनको नजिक हिँड्दै इन्भाइरोमेन्ट हेर्दै गऱ्यौँ। अनि त्यस पछाडि के भयो त भिडियो फोटोहरू बनाउन थालियो। फेरि पनि यहाँ शालिग रहेछ। फेरि यो शालिगको बारेमा डिस्कस भयो। अनि त्यस पछाडि म आफूलाई देखाइराखेर मेरो पिक्चर पाल्टै देखाइरहेको थिएँ। अलिअलि नकल पार्नै पऱ्यो। 2 देखाएर 4 देखाएँ। त्यसरी फेरि सेन्ट्रल जूको यो ठुलो बोर्डमा चाहिँ मम्मीले फोटो खिच्छु भन्नुभयो। फेरि त्यहाँ बस्दै हुनुहुन्थ्यो। यता पारिपट्टि चाहिँ पोखरी टाइपको थियो। त्यहाँ चाहिँ बोटिङहरू पनि रहेछ। मजाले बोटिङहरू भइरहेको थियो। त्यो चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ एउटा यो काठको यो बगैँचा टाइपको थियो। त्यहाँ पनि हामीले खुब फोटो खिच्यौँ। अनि यो बच्चाको यो खेल्नेवाला ट्रेन पनि रहेछ। एकदमै मजाको रहेछ। कति नजिकबाट आउने डर लाग्ने गरेर रमाइलो थियो। हामी त्यो पनि हेरेर इन्जोय गऱ्यौँ। मम्मी तपाईँलाई कस्तो लागिरह आज जू आउँदाखेरि? रमाइलो लागिरह। मात्र रमाइलो। अनि त्यसमा यहाँ केटाकेटीहरू कस्तो मजाले खेलिरहेको थियो। हेर्दै रमाइलो लागिरहेको थियो। अनि यता कुनै ठाउँ बाँकी राखिएन फोटो खिच्न। अनि यहाँ डियरहरू पनि रहेछन्। यहीँ लेखेको छ है नाम चाहिँ। हामी भर्खरै चित्तल यानि कि स्पटेड डियर साइन्टिफिक नेम एक्सिस भर्खरै देखेर आयौँ। अब
कृष्णसार यो चाहिँ मोस्टली नेपालमा 2 ठाउँमा मात्रै पाइन्छ नेचुरल हेबिटेटमा एउटा चाहिँ शुक्लाफाटामा एउटा चाहिँ बर्दियामा कृष्णसारमा अनि यो चाहिँ यसको ओरिजिन भनेको चाहिँ कृष्णसारमा मात्रै हो अनि त्यसपछि त्यहाँबाट चाहिँ शुक्लाफाटामा ट्रान्सफर गरेको त्यहाँबाट शुक्लाफाटामा ट्रान्सफर गरेको अनि यहाँ सेन्ट्रल जूमा पनि ट्रान्सफर गरेको त्यहाँबाट हो नेक्स्टमा नेपालको जूमा पनि छ ब्ल्याक बक है साइन्टिफिक नेम एन्टिलोप सबरी क्याप्रा यो त लिस्ट कन्सर्न छ है यसको सिङ हुँदैन पार्किङ डियर हो क्या यसलाई के भन्छ नेपाली नाम यसको नाम चाहिँ नेपाली नाम इङ्ग्लिस नेम चाहिँ पार्किङ डियर साइन्टिफिक नेम चाहिँ मोन्टिएगस मोन्जाक भन्छ यो चाहिँ सब्सिडी चाहिँ सिङै हुँदैन सिङ हुँदैन टाउकोमा डियरहरूको प्रजातिमध्ये टाउकोमा चाहिँ हुँदैन सिङ हुँदैन अरूको सिङ भएको यो नभएको होइन रतुवा मृग अनि हामीले बाइकिङ डियर हेरिसके पछाडि मम्मीले फेरि यस्तरी घुमेको यस्तरी भिडियो बनाऊ न भनेपछि हामी फेरि भिडियो बनाउन थाल्यौँ अनि रोमले फेरि 2 देखाउन थाल्यो अनि मलाई पनि देखाउन थाल्यो बनाउनु उहाँ चाहिँ अलिकति छिटिको भएर फेरि मैले पनि 2 देखाएँ सबसे ठुलो यो मृगको प्रजातिमा सबसे ठुलो डियर भनेको यो साम्बार सर्भस युनिकलर भन्छ यसलाई साइन्टिफिक नेम चाहिँ दिस इज द बिगेस्ट डियर इन द नेपाल कन्टेक्स्ट अफ नेपाल छैन त घोडा जत्रै छैन त ओ माई गड मैले नि पहिलोपटक विटनेस गरेँ अनि सब रोमले सुनाइसकेपछि हामी फेरि हेर्दै हेर्दै गयौँ फेरि त्यहाँ शालिगमा समथिङ लेखेको थियो अनि फेरि पानी नदीलाई हेर्न जाऊँ भनेर फेरि तल झऱ्यो फेरि मम्मीले 1-2 पोज फोटो लिएर अनि फेरि अनि हामी ब्याक टु द फेरि नीलगाईमा पुग्यौँ नीलगाई है रश्मि यो त्यो धेरै चाहिँ मधेसतिर कि यो तराईतिर मधेसतिर चाहिँ यो चाहिँ यसले हानि नोक्सानी गर्ने गर्छ है यसलाई जङ्गल यो हानिकारक घोषणा गरेको सरकारले नेपाल विषय हानिकारक घोषणा गरेको यसलाई ओके हामी यता छौँ अनि बाघले यता छु भनेपछि मन्दिर रहेछ अनि मन्दिर चाहिँ के को मन्दिर रहेछ भनेर रोमन र मम्मी चाहिँ जानुभयो हेर्नलाई अनि त्यहीँ रोमनले फिड चेक पनि गरौँ न भनेर म हेर्दै हामी फेरि फिड चेक पार्दै यहाँ सेल्फी लियौँ मेरो सेल्फी अनि हाम्रो बाघको खोजी अझै पनि जारी नै थियो लागिरहेका थियौँ हामी सानो बाबु बहिनीहरू त्यहाँ गेम खेल्दैथ्यो फेरि बाघले म यता छु भन्यो अनि यता निस्क्यौँ फेरि हामी पाउलङ बाँदरहरूको ग्याङमा यो रातो बाँदरलाई पनि कृषि हानिकारक घोषणा गरेको माघको 29 गते यसले कृषि हानिकारक घोषणा गरेको नेपाल बन्दका बारेमा साथी अरे राते कमल लम्बी हामी सही रहेछ गाली लार्जर कहाँ छु अहिले बाघको पाला रोमनले यता भन्दै देखाइरहेको छ लेट्सी बाघ कहाँ छ त लेट्स गो Hey Pantera, come here. Wow, is that? मम्मी के हेर्नु भएको के टाइगर ए कहाँ छ माथि आएर बस्यो एउटा उता गयो Pantera tigris. टाइगर हेर्नेको भिड कति छ नि टाइगर चाहिँ कस्तो मजाले इन्जोय गरिरहेको
हामीले टाइगर हेरेर आएन अब टाइगर चाहिँ उता छु भन्दै थियो अहिले चाहिँ मैले उता गएर हेरेर आएँ त्यही भएर टाइगरलाई यतै राख्नुपर्छ यता छु यो चाहिँ राइनो हो क्या नेपालमा 722 मात्रै हो जसमा सबसे धेरै 694 चाहिँ चितवनमा पाइन्छ बोटिङको लागि चाहिँ टिकट काउन्टर छ चिडियाखानाको शैलीगर फोटोग्राफी स्टोर फिडिङ सेन्टर पनि छ चाहिँ काठको हो त्यो साँच्चीकै हो नि फेरि त्यो भन्छ मरेको गिद्ध नेपालको विशेष गरी एक ठाउँमा एउटा वाइल्ड लाइफ रिजर्भ छ कोसीडाको वाइल्ड लाइफ रिजर्भ हो त्यो वन्यजन्तु आरक्ष भन्ने छ एउटा नेपालको एक ठाउँमा पूर्वतिर कोसीमा अनि त्यहाँ मात्रै पाइने गर्दछ यो नेपालमा चाहिँ 498वटा मात्रै छ नेपालभरिमा यो एउटा मात्रै संरक्षण क्षेत्र छ नेचुरल हेबिटेटमा चाहिँ यो चाहिँ आर्टिफिसियल भयो यहाँबाट के हो थाहा यहाँबाट चाहिँ गराएर आफ्टर न हामी चाहिँ चिम्पान्जी हेर्न लाग्यौँ यो चिम्पान्जी चाहिँ माथि गएर टाँसेर बसेर चाहिँ बोलाएको बोलाइ थियौँ हामी सबैजना बाबा हिरो रहेछ चिम्पान्जी हेरिसकेपछि फेरि लाग्यो हामी अर्को दृश्य अवलोकन गर्न यति बिचरा चरीलाई छोप्दै छिन् नानीले तर छोप्नै सकेनन् फेरि हामी लाग्यौँ फेरि अर्को बाँदरको ग्याङमा पुग्यौँ अनि त्यस पछाडि हेर्दै केटाकेटीहरू जिस्काइरहेको थिए यसलाई आफ्टर मोना मङ्की हामी लाग्यौँ अब एलिफेन्टतिर एलिफेन्टलाई हेर्न जान लागेको थियौँ अनि यसको नाम चाहिँ रहेछ पवनकली अनि रोमनले पवनकली पवनकली भनेर जिस्काइराखेको थियो लेट्स सी उसको भोइसमा सुनौँ अरे पवनकली तोड द दुश्मन के नाले जय श्री राम अनि मम्मीले वेलकम टु द सेन्ट्रल जू भन्ने ठाउँमा चाहिँ ठ्याक्क बोल्नेर चाहिँ फोटो खिच्नु भयो यहाँको सम्झना हुन्छ मेमोरिज हुन्छ भनेर अनि त्यस पछाडि फेरि पनि हामी हेर्दै हेर्दै चाहिँ अगाडि बढ्यौँ अगाडि बढ्दै क्रममा चाहिँ देखियो चितुवा हेर्नेको भिड थियो तर चितुवै देख्दै देखिएन अनि हामी हेर्दै थियौँ चितुवालाई चाहिँ कसरी हेर्न सकिन्छ भनेको ऊ त मस्त सुतिराखेको रहेछ उसको चाहिँ समथिङ वाला पार्ट मात्रै भिजिबल छ हे लेट्स सी है
त्यस पछाडि चाहिँ सर्प हेर्नेको लाइन थियो, अजिङ्गर सर्पहरू हेर्नेको लाइन थियो। तिनीहरू पुरै बेट टाटेर बसेको थियो। मलाई त एकदम डर लाग्छ स्नेक भनेपछि, म टाढै हुन्छु। म एकदम डरलाइ मैले चाहिँ भिडियो चाहिँ बनाएँ। तपाईँलाई देखाउँदैछु नक्कली टर्टोइज। हेर त हेर काठले बनाएको। हेलो, आज चाहिँ मजाले घुम्यो। जूमा आएर चाहिँ सबै भिजिट गरियो, सबै एनिमल्सहरू। एकदम रमाइलो भयो, मजा भयो आजको दिन पनि। मम्मीलाई आज सेन्ट्रल जू घुमाइयो, ललितपुर जाउँलाखेरिको। पछाडि पछाडि आउँदै हुनुहुन्छ। म चाहिँ अगाडि 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 हिँडिराखेको छु। अरू त भन्नु केही छैन। किप वाचिङ। दाँत देखाइसकेपछि चाहिँ फेरि यो पिक्चर्सहरू रहेछ वालमा, त्यो हेर्दै हेर्दै हामी चाहिँ निस्किन आँट्यौँ। निस्किन आँट्दाखेरि मम्मी चाहिँ अगाडि अगाडि हुनुहुन्छ। ल अब हामीले चाहिँ ज्याकल गर्ने स्याललाई हेर्दै अब हामी भिडियोको चाहिँ अन्तिम चरणसम्म आइसकेका छौँ। हाम्रो यात्रा आजको दिन एकदम रमाइलो रह्यो। रमाउँदै हुनुहुन्छ उहाँहरू। ल तपाईँहरूले पनि अब सेसनलाई एन्ड गर्नुहोस्, हाई हाई भन्नुहोस्। ल बाई बाई, थ्याङ्क यू, किप वाचिङ गाइज।